नमस्कार, म केशव विशी सबैजनालाई मेरो च्यानलमा वेलकम छ, स्वागत छ भन्न चाहन्छु। र जतिजना साथीहरूले मेरो च्यानललाई हेरेर माया गरिदिनु भएको छ सबैजनालाई हृदयदेखि धन्यवाद। अनि मेरो फेसबुक, मेरो टिकटकमा सबैजनालाई वेलकम छ भन्न चाहन्छु। यो चाहिँ सहयोगी मनहरूको लागि विशेष गरेर धन्यवाद। अनि धेरैजनाले सहयोग पनि गरिदिनु भएको थियो। सहयोग चाहिँ के विषयमा भन्नुहुन्छ भने मङ्सिरको 2 गते राति 12 बजेतिर चाहिँ कृष्ण विश्वकर्मा चाहिँ बाहिरतिर जाने क्रममा रातिको 12 बजे घर फर्किने क्रममा चाहिँ जङ्गली हात्तीद्वारा आक्रमणमा परेका थिए। वो चाहिँ गम्भीर घाइते भएको अवस्था छ, अझै पनि उपचार गरिरहेका छौँ। अनि पैसाहरू चाहिँ हामीले उठाएर कलेक्सन गरेर पठाइसकेका छौँ। अनि एकदमै दम्पति जोडी हुनुहुन्छ, उहाँहरूलाई चाहिँ सहयोग गर्नको लागि उहाँले चाहिँ मैले टिकटक अनि फेसबुकको माध्यमबाट सबैजनालाई भिडियो बनाएर पोस्ट गर्ने क्रममा अलिकति सहयोगहरू उठेको थियो। त्योमध्ये धेरैजना हुनुहुन्छ, मैले कतिजनाको भिडियो पनि बनाएर ल्याइसकेको छु र यहाँ केही साथीहरू छुट्नु भएको छ। उहाँहरूलाई चाहिँ हृदयदेखि धन्यवाद भन्दै उहाँको जन्मघर चाहिँ धरान 15 विशाल चोकमा पर्छ र उहाँको कर्मघर उहाँले बिहे गरेर जानुभएको चाहिँ पाखरीबास हो। पर्मिला तामाङ बताउनुहुन्छ, उहाँको जन्मघर चाहिँ धरान 15 विशाल चोकमा उहाँको जन्मघर छ भने उहाँको कर्मघर चाहिँ धनकोटाको पाखरीबासमा पर्छ। उहाँको श्रीमानको नाम चाहिँ दिलराज घिसिङ बताउनुहुन्छ। अनि समाजसेवी हुनुहुन्छ दुवैजना, उहाँलाई हृदयदेखि धन्यवाद। समाजसेवी अनि एकदमै ठुलो मनको अनि सहयोगी पनि हुनुहुन्छ। अनि उहाँहरूले चाहिँ दुवैजना अहिले वैदेशिक रोजगार को लागि भनेर चाहिँ दुवैजना अहिले चाहिँ हाल साइप्रसमा हुनुहुन्छ। उहाँले चाहिँ नेपाली रुपियाँ 5005 रुपियाँ पैसा पठाएर सहयोग गरिदिनु भएको छ। उहाँलाई हृदयदेखि धन्यवाद भन्न चाहन्छु। र अब हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। उहाँ चाहिँ एकदमै मनको ठुलो अनि सहयोगी मनको हुनुहुन्छ अनि समाजसेवी पनि हुनुहुन्छ। उहाँहरू दुवैजनालाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। हस्त धन्यवाद।